खामली मगनगला गोयन्छ रङ्क नमस्कार सबैजनालाई फेरि पनि वेलकम ब्याक टु माई अनदर न्यू भिडियो हो। सो आज भने चाहिँ फेरि पनि फुटबल खेल्न जाँदैछु। सो आज चाहिँ हाम्रो थर्ड म्याच हो, क्वार्टर फाइनल। अनि यो क्वार्टर फाइनल चाहिँ परेको छ हाम्रो यो सिङताम पिएससँग। अब लेट्स सी हेरौँ कस्तो हुन्छ म्याच हो। जहाँसम्म लाग्छ खतरै हुन्छ जस्तो लाग्यो हो। आधी हाम्रो साथी भाइहरू अघि पुगिसकेको छ तल, अनि म चाहिँ भर्खर निक्लिँदैछु। अब 1 बजीको म्याच हो, अनि म चाहिँ तर अहिले बेलुका साढे 12 भयो, भर्खर निक्लिँदैछु घरदेखि। सो तल पुग्दा वर्दाखेरि यताउता गर्दा ठिक्क हुन्छ सो टाइम। सो हेर्दै गर्नु गाइस, सो के हुँदै जान्छ आजको म्याच। स्टे ट्युन, बाई बाई। सो अहिले भने चाहिँ अब चेन्जको तर्फ लाग्यो हामीहरू हो। सब आइपुग्यो। यहाँ केटाहरूको बाइक चाहिँ यस्तो छ हाम्रो टप छ। गोलकिपर यता मेल्डी। यस यस। आज चाहिँ के छ तपाईँको? कति? अस्ति ह्याट्रिक, आज 6 ट्रिक। ओके ओके। केटाहरू सबैजना बसिरहेछ। हाम्रो कोच पनि, कोच आज फेरि फ्र्याक्चर भएर खेल्न सक्दैन अरे। अब हामी चाहिँ चेन्जको तर्फ आएको रहेछ। तर सबैजनालाई जिउ ठुलो भएर लागि दामी देख्ने, ओभर फिटनेस दामी छ नि। यतिको फिटनेस हो नि त खास खेल्ने प्लेयर हो रहेछ। झुक्किने रहेछ। लो कोच सर पनि छिटो आउनु बेला अब। सब भने चाहिँ हाम्रो ग्राउन्डको तर्फ लाग्न आँटेको हो। हेर्दै गर्नु अब के हुन्छ आजको म्याच, आज क्वार्टर फाइनल। लेट्स सी आज म्याच कस्तो हुँदैछ। हाम्रो सिङतामका सिङताम पिएसका एसएससी सर पनि हामीमा आइसक्नु भएको हुनाले तपाईँ पनि बसिदिनु भनेर आइटा कमिटीका सबै टोलीहरूले उहाँलाई लिएर ल्याइदिनु भनेर हामी भन्न चाहन्छौँ। अनि उहाँलाई हामी आइटा कमिटीको तर्फबाट स्वागत गर्न चाहन्छु। औची आबेको दिले यो पहिलो खेलको लगातार रूपमा खेल सुरु भएको छ भने अब यो खेलको अति नै आनन्द हाम्रो यो विशेष खेल खेलिरहनु भएको छ भने यो खेलको समय 25 मिनेट। केटाहरूलाई जितेकोमा के छौ? अब आज सेमी चाहिँ जित्दै फाइनल कहाँ पुग्यो अब सेमी। यो म्याच चाहिँ नि मालदेनले नखेल्दा पनि कराएरै जितायो। लु मालदेन नामा हारेको लु। म्यानेजर तर म्यानेजर झन् रिसाइदियो। उसले यतिको नगराको भए चाहिँ केटाहरूको गेम प्ले चाहिँ यतिको हुन्थेन। गाली नगर भनेर जोन टासो के भन्नु छ? क्याप्टेन के भन्नुहुन्छ? प्ले गाइस, राम्रो खेल्यो, साह्रो पर्यो। एकखेप आफ्नो ओनर देखा मजा आयो। मालदेन चाहिँ को हो भने हिजो म्यासेज मात्रै आएको थियो दोकानको त। अन्त फेरि यस्तो छ हो, डल्लै दोकानै पो उठाइहाल्छ। आमा उहाँले केही हाम्रो अझको अतिथिज्यूलाई कुराहरू राखेर त्यो उयोमा राख्नु पाएन। म नखाने मलाई ग्यास्ट्रिकले पुरा साह्रो पार्दैछ। गो चिया चाहिँ खाने।
सो गाइस अहिले भने चाहिँ म गेम सकेर घर आइपुगेँ हो आऊ जर्सी र बुट खाए पनि मात्र रहेछ दिदी नानी र नानी चाहिँ मलाई बिर्सियो या। यसरी गर्छ। यहाँ रहेछ किन्डर चाहिँ So bye bye guys. Video आजको vlog. Thank you so much for watching. So bye bye. Next video मा भेटौँ न। यहाँ छ म त्यहाँ। त्यहाँ छ। जित्यो त। हाम्रो कहाँ हार्छ जस्तो लाग्यो। ए सरी। म्याच पनि जित्यो हो आज हाम्रो सेमी फाइनल जितेको छु। सेमीमा भेटौँ कस्तो कमिटीले फ्रीमा दिएको चाहिँ लिएर आउनु हुन्छ।